मैले एउटा कुरा भन्न चाहे। सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू तथा माननीय संसदज्यूहरू र सम्पूर्ण नेपाली आमा बुवा दिदीबहिनीहरूमा मेरो नमस्ते नमस्कार। जब 2022 सालको फागुन 21 गतेको असन्न निर्वाचनपछि सारा नेपाली जनताले आशा भरोसा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतले जितेर पठाए र द्वितीयको सरकार गठन राष्ट्रपतिले गरेपछि पुराना पार्टीहरूभन्दा हामीले बढी नै विकास गर्छौँ भन्दै देशमा ठुलै तालको मचाउँदै आएको छ। यसमा सुरुमा केपी ओली र रमेश लेखकलाई बिना प्रमाण पक्री हिरासतमा राखेर प्रमाण नभएपछि सर्वोच्च अदालतका न्यायाधीशले रिहाई गरेपछि न्यायालय नै मेरो विरोधी रहेछ भनेर सोचे र नियम विपरीत पहिलो वरियतालाई नागेर चौथो वरियतालाई नियुक्ति गर्यो। यो पनि नियम विपरीत र सुकुम्बासरलाई उनीहरूको व्यवस्थापन नै नगरी एक्कासी डाँडर घरहरू भट्काई बिचनले बनाएको छ। अमेरिकाको डोनाल्ड ट्रम्प र नेपालको प्रधानमन्त्रीमा केही फरक छैन, तर जस्तै हो भने नेपालमा गृहयुद्ध हुन्छ र त्यसपछि नेपाल विदेशको भूमि अवश्य बन्छ। यसमा दुई मार छैन, यसमा सरकारले एकचोटि पछाडि फर्केर हेर्नु नै पर्छ। नेपाल र नेपाली जनताको लागि पुरानो मान्छे र पुरानो विधि र परम्परा टुर्न खोज्दै गर्दा संविधान र मुलुक ऐन त सबैको रहबरमा बनाएकोले कानुन त तोड्दैन र तोड्न मिल्दैन र सकिँदैन। कानुनले जबरजस्ती आफ्नो अनुकूल नबनाऊ, सबैले सोचौँ र सचेत बनाऊ। सोझो सिधा नेपाली जनताहरूलाई भिडा बग्रा नबनाऊ। धन्यवाद।